धन्यवाद। उहाँले यो रचना गर्नुभएको हो भने भाइलाई गीत सिकाउनु भएको छ। उहाँले गीत गाउँदै हुनुहुन्छ। सर मादल सरको जसलाई भाइले आफ्नो बोल दिँदै हुनुहुन्छ। हजुर सिकाउनु भएको छ। कक्षा 4 की सदीक्षा र विनोद भाइले अगाडि आएर कविता उहाँसँगै लय गर्छ भनेपछि हाम्रो भाइ बहिनीहरूको यस्तै के हुन्छ। विनोद भाइ अगाडि आउनुहोस्। समयको छुट्टै रहेको छ। म्याम दिलमाया म्याम लय सिकाइदिएर सबैले आफै वाचन गरिदिनु होला। कविता शीर्षक सानी नदी कविता। नरिसाउनु होला। बरु उहाँले चाहिँ
नमस्कार, म मनिष राई। सही गर्नु म आज कविता वाचन गर्न गइरहेको छु। खेतबारी लहल पाल हुने अन्न, संसारको भोगटने किसान हुन् धन्य। गोठभरि गाई भैँसी साना पाडा बच्चा, पालेका हुन् हाम्रै लागि पोखरीका माछा। पसिनाले भिजाउँछन् गरा गरा माटो, अन्नभरि जता त्यतै किसानको काम थरी। पालेका छन् खोरभरि कुखुरा र बाख्रा, लहरामा कति राम्रा पर्सी अनि काँक्रा। परिश्रमी हातहरू सिर्जनाका खानी, सिर्जनामै रमाउने प्यारो जिन्दगानी। दुध दही घिउ मासु फल फुल साग, उत्पादकसित ताप कतै डर छैन, माटोसँग पिसी गाँच्ने अरू कोही होइन। हलो जुवा कोदाली जीवनका यो प्रश्न किन रह्यो भन्दाखेरि हामीले यहाँलाई यति बेला जोड्नै मैले हिजो म यस स्कुलमा आउँदाखेरि गीत गाउने एक्लै थिएँ भने आज मसँग यहाँका भाइ बहिनीहरू रहेका छन्। मलाई यो भाइ बहिनीहरूको प्रतिभा र भाइ बहिनीहरूको स्मरण शक्ति देखेर मलाई यतिको जोस जाँगर आइरहेको छ कि जुन भाइ बहिनीले गाएका गीतकै बोलमा मैले यतिको जोस र जाँगरको नाममा छोटो दुई टुक्रा भनेर तपाईँहरू माझबाट म दिइरहन्छु। यतिको जोस यतिको जाँगर हाम्रो तारीफ गरौँमा यतिको जोस यतिको जाँगर हाम्रो तारीफ गरौँमा बस माया पहिला नजरमा भेट्न आउनु कीर्तिपुर बजारमा। बस माया पहिला नजरमा भेट्न आउनु कीर्तिपुर बजारमा, भेट्न आउनु कीर्तिपुर बजारमा। हस् त, धन्यवाद। धेरै धेरै धन्यवाद सर। टिचिङ प्र्याक्टिसमा पाउनुभएका ताजल क्याम्पसका शिक्षार्थी हुनुहुन्छ र हाम्रो यस विद्यालयका अभिभावक हुनुहुन्छ। उहाँले यही बोलमा अघि हाम्रो भाइ बहिनीहरूलाई गीत सिकाउनु भएको थियो। हाम्रो भाइ बहिनीहरूलाई गीत प्रस्तुत गरिसक्नु भएको छ। मादल पनि बजाउन सिकाउनु भयो। एक दिनमा पुरा भएको छ। उहाँलाई जोरदार तालीले सम्मान गराउँछ। धन्यवाद सर। मैले यो दोहोऱ्याउन बाध्य भएँ सर। यो रश्मिले चाहिँ सरलाई नै सुनाउनु भन्नुभएको थियो। हाम्रो रश्मि हुनुहुन्छ, उहाँ कक्षा 5मा आउँदैन। उहाँले कविता रचना गर्छ। उहाँको एम नै कि त म वकिल बन्छु कि त म साहित्यकार बन्छु भनेर लक्ष्य राख्नु भएको छ। उहाँ कक्षा 5मा पढ्दै हुनुहुन्छ र उहाँले कविता लेख्नु भएको थियो। स्थानीय सरकारलाई उहाँले चाहिँ कविता लेख्नु भएछ। हे स्थानीय सरकार, यो विद्यालय सबैको अधिकार। उहाँले मलाई वाचन गर्न अनुमति दिनुभएको हो। अघि पनि मैले वाचन गरेँ, उहाँले बोल्न गाह्रो छ। ए स्थानीय सरकार, यो विद्यालय सबैको अधिकार। यस विद्यालयमा अपाङ्ग तपाईँका बालबालिका पनि पढ्छन्। राम्रो शिक्षा पाए भने धेरै अघि बढ्छन्। कोही खुट्टाले लेख्छन् त कोही हातले लेख्छन्, कोही बसेर हिँड्छन् त कोही उठेर हिँड्छन्, कोही प्रष्ट बोल्छन् त कोही अस्पष्ट बोल्छन्, तर पनि उनीहरू धेरै मेहनत गर्छन्। सफलताको शिखर चुम्न सधैँ अघि बढ्छन्।
हे स्थानीय सरकार, यो विद्यालय सबैको अधिकार। यदि यो विद्यालयमा कक्षा घट्यो भने हामी कानुनी लडाइँ लड्नेछौँ, लडाइँमा हामी नै जित्नेछौँ। हे स्थानीय सरकार, यो विद्यालय सबैको अधिकार। कानुनभन्दा कोही ठुलो मानिँदैन, बाल अधिकार खोज्ने अधिकार हामीलाई चाहिँदैन। कानुनभन्दा ठुलो कोही हुँदैन, बढाउनु पर्ने कक्षा घटाउन मिल्दैन। यदि यो विद्यालयमा कक्षा घट्यो भने हामी कानुनी लडाइँ लड्नेछौँ, लडाइँमा हामी नै जित्नेछौँ। हे स्थानीय सरकार, यो विद्यालय सबैको अधिकार। यो नानीले लेखेको रचना जोरदार ताली दिनुहोस्। स्थानीय सरकारले लेख्नुभएको उहाँकै आफ्नै हेन्डराइटिङमा उहाँले लेख्न सक्नुहुन्छ। हेर्नु होला, उहाँले हामीलाई चकिँदै पारिदिनु, मैले दोहोऱ्याएर वाचन गर्न बाध्य भएँ। हस्, धन्यवाद। हामी अब अन्तिम चरणमा छौँ। यस कार्यक्रमको लागि आज भव्य रूपमा कार्यक्रम सम्पन्न भएकोमा म आफूलाई बधाई दिन्छु, खुसी प्रकट गर्छु। पहिलोचोटि जीवनमा इन्द्राणी आदर्श विद्यालय यसरी वडा प्रमुख राखेर, वडा अध्यक्ष राखेर, त्यसै गरी विद्या समुदाय राखेर, व्यवस्थापन समिति, अभिभावक, विद्यार्थी राखेर गुरु पूर्णिमाको अवसर पारी सामाजिक परीक्षण गर्न सफल भएको छ। विद्यालय सुधार योजना गर्न सफल भएकोमा म आफूलाई गर्वन्वित गर्छु। यसलाई सहयोग गर्ने सम्पूर्णप्रति हार्दिक कृतज्ञता पनि ज्ञापन गर्दै हाम्रो यस कार्यक्रमको शोभा बढाइदिनका लागि यस्तो व्यस्तताको बावजुद हाम्रा कार्यक्रमका प्रमुख अतिथि वडा कार्यालय सर फेरि पनि रोकिहालेँ। भाइ बहिनीहरूले त आमाहरूलाई एउटा भजन सुनाउनुहुन्छ अरे, बसिसक्नु भएछ। एकै मिनट स्याहार्नुहोस् है बच्चाहरू, छिट्टो एकै मिनट। यसरी गाउँ ल, यसरी ल, छिट्टो है, छिटो ल। धन्यवाद। यो नाचहरूलाई लामो आउँछ, आमाहरू आउनुहुन्छ अरे, यहाँ समुदायको व्यक्तिहरू आउनुहुन्छ अरे, भजन टोली आउनुहुन्छ भनेर भाइ बहिनीहरूले चाहिँ प्र्याक्टिस गर्नुभएको, उहाँहरूलाई जोरदार तालीले धन्यवाद दिनु होला। हजुर, हस्, अब हामी अन्तिम चरणमा छौँ। हाम्रो यस कार्यक्रमको शोभा बढाइदिनको लागि अघि नै मैले भनिसकेँ, अत्यन्त माया गर्नुहुन्छ। अर्को कुरा फेरि पनि जोडिहाले, यो हाम्रो भाग्य हो, भाग्य हो। विद्यालय स्थापना हुँदाखेरि हाम्रो अहिले भइरहनु भएको वडाध्यक्ष, जुन हामी यहाँ स्टेजमा आसन गरिरहनु भएका वडाध्यक्षको बुवा वडाध्यक्ष हुँदा स्थापना भएको विद्यालय आज छोराको पाला सामाजिक परीक्षण सुधार योजना हुन सफल भएको छ। यसको लागि पनि म यो भाग्यमानी ठान्दछु। 39 सालबाट आज 2083 सालमा आइपुग्दा विद्यालयले यो फर्क मारेकोमा, यो उहाँको कार्यकालमा यो हुन सकेकोमा म उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। हामी सबैलाई बधाई दिन चाहन्छु र आफ्ना बनाएर राखिदिनका लागि प्रमुख अतिथिज्यू, वडाका शान, यस वडाका हाम्रा शान हामी अभिभावक